नमस्ते साथीहरु, आजको यस भिडियोमा हामी हेर्नेछौँ नेपालका 5 चर्चित युट्युबरहरूको बारेमा जसले युट्युबबाट राम्रो कमाइ गरिरहनु भएको छ। साथै उनीहरूले कति पैसा कमाउनुहुन्छ र उहाँहरूको पहिलो भिडियो कुन थियो, यी सबै बारेमा हामी यस भिडियोमा कुरा गर्नेछौँ। साथीहरु, यदि तपाईहरु पनि युट्युब भिडियो वा ब्लग बनाउने सोचमा हुनुहुन्छ र युट्युबबाट कतिसम्म कमाइ गर्न सकिन्छ भन्ने कुरा थाहा पाउन चाहनुहुन्छ भने कृपया यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। आउनुहोस् भिडियोलाई सुरु गरौँ र हेरौँ को युट्युबरहरू छन् हाम्रो टप 5 को सूचीमा र उहाँहरूको कमाइ कति छ। हाम्रो 5औं नम्बरमा हुनुहुन्छ राजकुमार थापा मगर। राजकुमार थापा मगर नेपालका एक चर्चित युट्युब क्रिएटर हुन्। उहाँले 2017 मा राजकुमार थापा मगर नामको च्यानल सुरु गर्नुभएको छ। Pull my heart out of my chest, train my mind so I forget. Sink your teeth into my bones, dig me out, then fill the hole. Tear me apart, tear me apart, watch it burn. Tear me apart, tear me apart, watch it burn. उहाँको च्यानलमा प्राय मोटरसाइकल राइडिङ, साहसिक यात्रा र जीवनशैलीका बारेमा भिडियोहरू राखिन्छन्। अहिले उहाँको च्यानलमा 1.2 मिलियन भन्दा बढी सब्सक्राइबर्स छन्। उहाँ युट्युबबाट विज्ञापन, स्पोन्सरशिप र ब्रान्ड डिल्स मार्फत आम्दानी गर्नुहुन्छ। अनुमान अनुसार उहाँको मासिक कमाइ 6 लाखदेखि 12 लाख रुपैयाँ बीच हुन सक्छ। उहाँको सामग्रीले नेपालका दर्शकलाई मात्र होइन अन्य देशका दर्शकलाई पनि आकर्षित गरेको छ। गरे छैन रे त्यो चाहिँ साइकलहरु चाहिँ ल्याछ है दाइ, अस्ति 2 जना है साइकल चाहिँ अस्ति 2 जनाले ल्याएर रहेछ हैन। सो त्यसैगरी हाम्रो 4औं नम्बरमा हुनुहुन्छ एमआरबी ब्लग्स। एमआरबी ब्लग्स नेपालका एक चर्चित युट्युब ब्लगर हुन्। उहाँले सन् 2015 जुन 4 मा एमआरबी ब्लग्स नामको च्यानल सुरु गर्नुभएको थियो। उहाँका भिडियोहरूमा प्राय मोटरसाइकल यात्रा, साहसिक टुर, सुन्दर दृश्यको फोटोग्राफीमा आधारित हुन्छ जुन धेरै रमाइलो र प्रेरणादायी। अहिले उहाँको च्यानलमा 1.4 मिलियन भन्दा बढी सब्सक्राइबर्स छन्। उहाँ युट्युबबाट विज्ञापन र ब्रान्ड डिलबाट आम्दानी गर्नुहुन्छ र अनुमान अनुसार उहाँको मासिक कमाइ करिब 1 लाखदेखि 3 लाख रुपैयाँसम्म हुन सक्छ। एमआरबी ब्लग्सले नेपालमा मात्र होइन विदेशका दर्शकलाई पनि आकर्षित गर्दै आइरहनु भएको छ। मेरो माया हजुर एउटा निया छ दुनिया छ बिदालाई के गर्ने। साथीहरु, हाम्रो तेस्रो नम्बरमा हुनुहुन्छ लाका गेमिङ। लाका गेमिङ नेपालका एक लोकप्रिय युट्युब गेमर हुन्। उहाँले सन् 2019 जनवरी 20 मा लाका गेमिङ च्यानल सुरु गर्नुभएको थियो। यो च्यानलमा मुख्य रूपमा फ्री फायर गेम खेलको भिडियोहरू राखिन्छन् जुन धेरै रमाइलो र रोचक हुन्छन्। अहिले उहाँको च्यानलमा 10 लाख भन्दा बढी सब्सक्राइबर्स छन्। लाका गेमिङले युट्युबबाट विज्ञापन र ब्रान्ड डिल मार्फत आम्दानी गर्नुहुन्छ। अनुमान अनुसार उहाँको मासिक कमाइ 1 लाखदेखि 5 लाख रुपैयाँसम्म हुन सक्छ। उहाँको गेमिङ शैली र रमाइलो प्रस्तुतिले नेपालमा मात्र होइन अन्य देशका दर्शकलाई पनि आकर्षित गरेको छ। हाम्रो दोस्रो नम्बरमा हुनुहुन्छ टोन्डे गेमर्स आकाश सर्जुगिरी। सर्जुगिरी नेपालका एक लोकप्रिय युट्युब क्रिएटर हुन्। उहाँको च्यानल टोन्डे गेमर्स 2019 मा सुरु भएको हो र यो मुख्यतः फ्री फायर जस्तो गेमको सामग्री प्रस्तुत गर्दछ। अहिले उहाँको च्यानलमा 17 मिलियन भन्दा बढी सब्सक्राइबर्स छन्। उहाँका भिडियोहरू गेम खेल र च्यालेन्जहरूमा
आधारित हुन्छन्, जसले धेरै दर्शकको मन जितेको छ। सार्जु गिरी युट्युबबाट विज्ञापन र ब्रान्च डिलबाट आम्दानी गर्नुहुन्छ र उहाँको मासिक आम्दानी 1 लाखदेखि 28 लाख नेपाली रुपैयाँ बीच हुन सक्छ। टोन्डे गेमर्सले नेपालका गेमिङ समुदायमा ठुलो प्रभाव पारेको छ र उहाँको च्यानलले विश्वभरका गेमर्सलाई आकर्षित गरेको छ। र हाम्रो पहिलो नम्बरमा हुनुहुन्छ आयुष र अबे ब्लग। आयुष र अबे ब्लग नेपालमा एकदमै लोकप्रिय युट्युब ब्लगर जोडी हो। उहाँहरूले सन् 2018 मा आयुष र अबे ब्लग नामकको च्यानल सुरु गर्नुभएको थियो। यो च्यानलमा यात्रा, च्यालेन्ज र रमाइलो भिडियोहरू हुन्छन्, जसले धेरै मानिसको मन जितेको छ। उहाँहरूले मिलेर बनाउने सामग्री हेर्न रमाइलो हुन्छ। विशेष गरी उहाँहरूको सामाजिक प्रयोग र घुमफिरका भिडियोहरू धेरैलाई मन परेको छ। अहिले उहाँहरूको च्यानलमा 13 मिलियन भन्दा बढी सब्सक्राइबर्स छन्। उहाँहरूको पहिलो भिडियो फर्स्ट ब्लग आयुष एन्ड अभय थियो। उनीहरूले युट्युबबाट विज्ञापन र ब्रान्डसँग काम गरेर आम्दानी गर्ने गर्दछन्, जसले गर्दा उहाँहरूको मासिक कमाइ करिब 2 लाखदेखि 7 लाख रुपैयाँसम्म हुन सक्छ। अहिले आयुष र अभय नेपालमा मात्र होइन, विदेशमा पनि लोकप्रिय युट्युबर जोडीका रूपमा चिनिन्छन्। शून्यबाट सुरु गर्दै आफ्नो कन्टेन्ट, भिडियोहरू र ब्लगहरूबाट मनोरञ्जन दिँदै आफ्नो च्यानलमा सयौँबाट हजारौँ अनि हजारौँबाट लाखौँ सदस्य बनाउनु आफैमा पनि एउटा एक ठुलो चुनौती र उल्लेखनीय उपलब्धि हो। यो यात्रा साँच्चीकैमा त्यति सजिलो र सरल पक्कै पनि होइन। यिनै युट्युबरहरू आफ्नो धैर्यता, मेहनत र सृजनशीलता मार्फत आज नेपालका लोकप्रिय युट्युबरहरूको सूचीमा आफ्नो स्थान बनाउन सफल हुनुभएका छन्। उहाँहरूको यस मेहनतलाई हृदयदेखि सलाम। साथीहरू, यस सूचीमा अझ धेरै युट्युबरहरू छुटिनु भएको छ। उहाँहरूका बारेमा हामी पक्कै पनि आगामी भिडियोमा कुरा गर्नेछौँ। तपाईहरूलाई यो भिडियो कस्तो लाग्यो कृपया कमेन्ट लेख्न नबिर्सनुहोस् होला। साथै तपाईहरूको मनपर्ने युट्युबर को हो त्यो पनि लेख्नुहोला। फेरि भेटौँला अर्को भिडियोमा। जय देश, जय नेपाल।